गाइज हेलो गुड मर्निङ अनि बाई बाई लमजुङको लागि चाहिँ हामी चाहिँ सुटिङ सकाएर फर्किसकेको छौँ। सुटिङ पनि के सकाएको भन्नु है, सुटिङ त सकिएन, बिजोग भयो पानी परेर। हामी अब जाँदैछौँ बाँकी सुटिङमा गर्छौँ। यहाँ दादा हुनुहुन्छ तल र माथि गर्दै हुन्छ। अब हामी यहाँबाट निस्किसकेका छौँ। पानी परेर हाम्रो गाडी पनि आएछ। बाटो यस्तो छ, त जुत्ता हेरि नसक्नु हुन्छ, त्यो पनि थाहा छ हामीलाई। अहिले यति फोहोर लाग्यो। उहाँ हुनुहुन्छ, उहाँले चाहिँ मलाई बुढी बुढी भन्नुहुन्छ। अब बुढी जाने माया लागेको छैन। ल ल ल ल यही दिनु अब 1 महिनापछि ल ल। अब हामी गाडी चढिसकेका छौँ। यस आऊ दिदी आउनु। दुईटै क्यामेरा खोला कति बज्यो दिदीको झोला माथि राख्नु। 11 बजेर 10 मिनट गयो। किन बाहिर तल जानु पर्छ त? बस ए बाउ दिइसक्यो क्या मैले आउनु भनेको। त्यो रिफ्लेक्टर बाहिर राख्यो उता राख्यो भने नि त हिँडेको गाई चाहिँ अब हामी ल पिस्सप लाग्यो मलाई झट्टै गाडी रोक। गाई सुसु आयो भने हामी चाहिँ सुसु गर्न जाँदैछौँ। पानी पनि परिरहेको छ। भगवान यो हो सुसु केन्द्र शौचालय। लेडिज जेन्ट्स मिस्टेक भएछ नि बाउ, एकतिर जानुपर्ने अर्कोतिर जाँदैछु अनि हामी चाहिँ आइसकेको छौँ। अब हामी घर जाँदैछौँ। बाटोमा हामी मूत्र विसर्जन गर्छौँ। एउटा भाँडो देखेँ क्या, मोस्लेको भाँडो रहेछ, टोइलेटमा राखेको रहेछ। म चाहिँ सुसु गरेर आइसकेको छु। मैले एउटा चिज देखेँ क्या भित्र टोइलेटमा दिदी, होइन मोस्लीको भाँडो खाने उसको भाँडो क्या, पुरा टोइलेटमा थापेर राखिरहेको रहेछ। अनि के भयो त? अनि कमेडी लाग्यो, मैले हेरिहालेँ, देखि पनि हालेँ। त्यसपछि म निस्केर हिँड्छु। हाम्रो गाडीमा यो हो हाम्रो गाडी, यो हो मेरो प्राण गन्तव्य। हात मात्र हिँडेको मैले देखेको छु नि अघि। फेरि हजुरलाई अघि हात समातेर हिँड्दै हुनुहुन्थ्यो होइन, मलाई चित्त दुखेको छ। कट्टी हदसँग म बोल्दिनँ बोल्दिनँ। अब हामी जाने। What happened? जुम भएको छ गाइस हाम्रो जुत्ताहरू चाहिँ। हजुर धोलामा
माथि खतम के हजुरहरू चिया खान चाहनुहुन्छ यदि चिया खान चाहनुहुन्छ भने मैले त्रिशुली खोलाभरि चिया बगाइदिएको छु हजुरहरू चिया खान सक्नुहुन्छ त्यो पनि शीतैमा वाउ मिल्क टी केही देखिएन जस्तो छ मेरो मिल्क टी चाहिँ के भनेको के गरे पुरै बुझ्नु छैन त चाहिँ के स्कुलको केटाकेटी त पटक पकाएको छ त साथीहरू खान चाहनुहुन्छ भने हामीले खोलाभरि चिया बगाइदिएको छौँ यति बेला हजुरहरू पाइप जोडेर खान सक्नुहुनेछ बाई बाई टाटा हाम्रो गाडी छेउमा छ त कसरी आयो के भयो यति बेला चाहिँ खोला आइसकेको छ म सक्दिनँ त्यो झ्याल खोला न पुगेको झगडा परिरहेको बाहिर गाडीले ठोकेछ अर्को गाडीलाई यही गाडीले साइड नलाइकन भित्र चेपे जस्तो छ यही गाडीले चेपे जस्तो छ हजुर हो नमस्ते धन्यवाद हेलो नमस्ते हजुर पुको आएको छैन यो हल्का रमाइलोको होइन जुठेको हो त्यही भएर हजुर हजुर चाय खान रोकेको हामीले वाउ वाउ सीन क्या है गाई जान्छु मैले बाटोमा मलेकुमा पानी झम्न परिरहेको छ त्यो चिया खानु ल्याउनु खाजा खान्छौँ माछा खान्छौँ के खान्छौँ चिया खान्छौँ माछा खान्छौँ सेलरोटी खान्छौँ खाजा चाहिँ खान्छौँ यस होइन अनि त्यो खाएर हामी जान्छौँ अब हामी 2 घन्टामा घर पुगेको देखाउँछु अब यहाँ पहिरो तपाईँले अब अहिले तपाईँको गाडी आइरहेको काठमाडौँबाट वाउ कुहिरो ल यहाँनिर चाहिँ हाम्रो बाउहरू निर्मला दिदी जुनीहरू यहाँ जानुभएको छ भने अब हामी यति रहेको छौँ त्यसपछि हामी भएको गौरी गौरी पठाउ गर्दैछ गौरी बाई 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 ल हामी जान्छौँ हामी त बाँकी नै छ है बाँकी छ आउनु बाँकी छ यहाँ कलङ्की आएपछि मात्रै ढुङ्गे धारा अनि